के यो ठाउँमा एउटा फिल्म सुटिङ भएको छ है। लेट्स गो टुगेदर। तर यसमा यति धेरै विष हेलो गाइज। हेलो। आज हामी कहाँ छौँ? बागद्वारमा। हामी बागद्वार गएको थियौँ होइन, तर पानी परेको कारणले मैले भ्लग चाहिँ बनाउनु पाइनँ। तर हामी बागद्वारबाट फर्किरहेछौँ अनि यो आँखामा चाहिँ यो किरा हो कि के हो आइरहेछ होइन। कस्तो लागिरहेछ तिमीलाई यो बागद्वारको हाइकिङ कस्तो लाग्यो? एकदम रमाइलो भयो। तर कुनै गाइजलाई कसैलाई थाहा छ भने यो के हो हाम्रो गाडी पछाडि हिँडेको टाउको गाडी कमेन्ट गर है। अनि यहाँ पछाडिको दृश्य हेर्न सक्नुहुन्छ दर्शकवृन्द। एकदम पुरानो शैलीको छ के यो, के भन्छ यसलाई। यता एउटा रुख ढलेको छ अनि हाम्रो 4-5 जना साथीहरू चाहिँ पछाडि नै छुट्नु भयो। उहाँहरू अलिक बिस्तारै आइरहनु भएको छ। सो त्यही हो, हामी हाम्रो यात्रामा लागिरहेका छौँ अनि एकदम अहिलेसम्मको प्रोबेबली द बेस्ट हाइकिङ। यदि तपाईँहरू पनि यो हाइकिङ आउन चाहन्छ भने म यसको लिङ्क तल हालिदिन्छु। अनि यहाँ एउटा रुख छ, साथी तिमी यसमा चढ्न सक्छौ? तर मैले चढ्दिनँ किनभने अहिले यो अलिक चिसो छ, चिप्लो भएको छ। चिप्लो भयो तर यो यसमा चढ्नु एकदमै राम्रो काम हुन्छ। सक्छौ? भयो, नचढौँ यार, लाइफसँग रिस्क नलिउँ होइन। हामीले रेनकोट पनि लगाइरहेको छौँ बिकज अहिले हल्का हल्का पानी चाहिँ आइरहेछ। अनि यहाँ जङ्गलहरू एकदम डिप जङ्गल छ क्या, यहाँको चाहिँ एकदम डिप जङ्गल छ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने मेन चिज रेनकोट, छाता अनि आफूलाई चाहिने खाजाहरू त्यो चाहिँ अनिवार्य लिएर आउनु होला। सेन्टर फुड नि बोक्नु। यसो राम्रो फिल गर्छ। थ्याङ्क यू साथी। यो साथी चाहिँ मैले कक्षा 1 देखि सँगै पढेको हामी होइन। अनि उसले चाहिँ मलाई एउटै स्कुल पढेको एउटै थालमा खाएर हुर्केको, त्यही भएर अलि वी आर सो क्लोज होइन। त्यही भएर हिरा चुइकम पनि बाँडेर आएको छ। साथी त जति नै पाइन्छ होइन, तर राम्रो साथी पाउन गाह्रो हुन्छ। सो सबैजनालाई म त्यही भन्छु, एउटा मिल्ने साथी चाहिँ बनाइराखौँ होइन, जीवनमा सहज हुन्छ अलि। अनि हाम्रो आज यहाँ आउनुको मेन प्लान चाहिँ म पनि ड्युटी गरिरहन्छु होइन, साथीले पनि ड्युटी गर्छ। अनि उसले चाहिँ के एउटा सी भने कि एमबिबिएस भने उसले चाहिँ डक्टरको तयारी गरिरहेछ। सो त्यही भएर अलिक फ्रेस हुन पर्यो। अनि अरू साथीहरू पनि थियो हाम्रो कलेज पढ्ने सँगै। अनि तल हेर्न सक्नुहुन्छ दर्शक, कस्तो घाम लागेको जस्तो उज्यालो देखिरहेको छ उता होइन, उज्यालो देखिरहेछ। सो यही हो, रुखहरू चाहिँ यस्तो कालो कालो अलिक टाइपको पुरानो टाइपको छ। एकदम डिप छ जङ्गल चाहिँ। अनि हामी चाहिँ खुट्टाको हालत हेर्न सक्नुहुन्छ। मेरो त बेहालै भइसक्यो, साथीको चाहिँ मेरो त खत्तम भइसक्यो। मेरो जस्तो त होइन, मेरो त हेर्न नसक्ने, छुनै नसक्ने भएको छ। तर पनि ठिकै छ, यो भने त धोएर बनाउन सकिन्छ। तर यो मेमोरिज भनेको फेरि फर्केर आउने कुरा होइन। सो यु हेभ टु मेक अ लट अफ मेमोरिज। त्यही त, पछि पैसा हुन्छ साथी हुँदैन। अनि कोही बेला साथी हुन्छ टाइम हुँदैन, कोही बेला टाइम हुन्छ साथी हुँदैन, पैसा हुँदैन होइन। सो जति बेला हुन्छ त्यति बेला आई थिङ्क काम गर्नु छ, घुम्न जानु छ भने चाहिँ प्लिज, आई एक्ज्याक्टली थिङ्क हाम्रो लाइफमा एकचोटि नेचरमा चाहिँ घुम्नै पर्ने हुन्छ। बिकज मैले आज मात्रै यो नेचरमा यति धेरै एक्सपिरियन्स गरेको छु कि होइन। यहाँ कतिपय प्लान्टहरू छ, त्यो प्लान्टहरू चाहिँ टच गर्ने बित्तिकै एकदमै डेन्जरस टाइपको प्लान्ट्सहरू होइन। अब यो प्लान्ट्स देख्दाखेरि यस्तो राम्रो छ होइन। सो प्लान्टसँग चाहिँ हामीले अथवा नेचरसँग चाहिँ हामीले के गर्नु हुँदैन साथी? के गर्नु हुँदैन? चल्नु हुँदैन। यस, नेचरसँग हामीले चल्नु हुँदैन। अनि मेन कुरा नोटमा लेख हैन, बरु यो फोहोर बोकेको सबै खानेकुरा बोकेको हैन। अनि म त्यो बीचमा एड पनि गरिदिन्छु होला सायद। एकदमै नेपालीहरूको एकदमै नहुने चिज भनेको फोहोर गर्ने है। मैले सिन्सियर नहुने क्या नेपालीहरू, एकदम आफूले गरेको फोहोर सबैजनाले उठाउनु पर्छ जस्तो लाग्छ मलाई। अनि सबैले गर्नुपर्छ त्यो, द्याट्स बेसिक। ल यार, उज्यालो देख्यो यार फर्स्ट टाइम। लुक, हामीले अलिअलि उज्यालो देख्यौँ जङ्गलको प्लेसबाट। यहाँ एकदम राम्रो बनाउन सक्छ यार यो ठाउँ।
है बस्ने अलिअलि यो पार्क जस्तै बनाउने। झाडीहरू काट्ने अनि पार्क बनाउने हो नि ठिक छ केही छैन हामी पछि बनाउन है पछि हामी नै बनाउँला ठिक छ हामी नै बनाउने हो यो देशपछि होइन ठिक छ अब भ्लग लगभग 4-5 मिनटको भइसकेछ सो म अर्को राम्रो ठाउँमा आएसम्मको लागि अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ राम्रो ठाउँमा आओस् भने राम्रो आइहाल्छ क्या फेरि अनि ल यस्तो राम्रो ठाउँ कसैलाई थाहा छ भने अर्को ठाउँ सजेस्ट गर्दा नि हुन्छ कमेन्टमा। अनि कमेन्टमा चाहिँ होइन नेक्स्ट भ्लग कुन ठाउँको गरौँ भनेर पनि हालिदिनु होला है ल अहिलेको लागि लुक बाई। अहिलेको लागि बाई होइन म अहिले केही छिनपछि फेरि पुनः ओपन गर्नेछु अहिलेको लागि चाहिँ क्लोज हुन्छ ओके गाइज फेरि पनि वेलकम छ हामी लगभग अब आधी बाटो आइसक्यौँ पछाडि हुस्सु लागिरहेको बाटो देख्नु भएको छ नि हो यहाँबाट चाहिँ आधी बाटो हुन्छ भन्ने बुझ्नुहोस् है जहाँनिर हुस्सु लगाएर देख्नुहुन्छ नि त्यहाँ चाहिँ एकदम चाँडै हिँड्नु होला किनकि त्यस्तो ठाउँमा चाहिँ जङ्गली जनावर अथवा केही चिज लुकेको हुनसक्छ सायद जसले तपाईँलाई ह्याम्पर गर्न सक्छ सो यस्तो ठाउँहरूमा मेरो साथी यहाँ दौडिन थालिसकेको छ सो आई हेभ टु रन राइट नाउ है वेट ओके यस्तो ठाउँमा धेरै वेट गरेर नबस्नु होला है माथिबाट यो सो डेन्जरस हाँगाहरू नि झर्दो अनि रहेछ। माथिबाट यो ठुल्ठुलो रुखहरू छ नि त यहाँ सो त्यहाँबाट हाँगाहरू नि झर्छ होइन अघि नै दुईटा झऱ्यो हो। या सो त्यही हो अब एकछिनपछि ऊ त्यहाँ रुख ढल्याएर चाहिँ एउटा कस्तो हुस्सु लाग्यो है सेतै छ यार अगाडिको भाग त केही देखाएन सो अहिले काठमाडौँ भ्यालीबाट हेऱ्यो भने हामीलाई त यसो पहाडमै पुरै हुसो हुन्छ त्यो भित्र त्यो हुस्सु भित्रको पहाडमा हामी छौँ अनि यहाँ देख्न सक्नुहुन्छ एउटा रुख झरेको छ बट यसमा एउटा सेप छ देख्नुभयो कस्तो राम्रो सेप है ओके ठिक छ ल एकदमै वान टाइम कमिङ मस्ट कमिङ प्लेस त्यही होइन एडिटै नगर्दा नि अनि यो पछाडिको दृश्य देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा फिल्म पनि सुटिङ भएको थियो मलाई फिल्मको नाम चाहिँ ठ्याक्कै याद भएन बट मैले त्यो फिल्म हेरेको छु सो ठ्याक अनि यो कुन कम्पनीको पानी हो एक्वा एक्सप्रेसको पानी नखानु होला खानु होला किन यो मालले त्यो भेटायो नि त हामीले बट इट्स नाइस है केमिकल बडी इट्स नाइस बट त्यही बन्द गरिदिन्छु म। गाइज हामीले खाजा खाएको फाइनली ठाउँ आइपुग्यो दिस इज द प्लेस वी हेभ आवर स्न्याक्स राइट देयर होइन एकदम खुल्ला ठाउँ के यस्तो जङ्गलहरूको बिचमा तपाईँहरू आउँदै हुनुहुन्छ भने यस्तो खुल्ला ठाउँ भेट्नुहुन्छ बट प्लिज डोन्ट डु फोर डस्ट एनिथिङ लाइक द्याट नो एकदमै नेचरलाई नेचरले राम्रो राख्नुहुन्छ यो साथी एकदम चाँडै हिँड्ने यार गाइज एउटा कुरा के भन्दाखेरि होइन यो रुखमा चढेर मैले फोटो खिचेको छु त्यो फोटो चाहिँ सायद मैले इन्स्टामा हाल्छु होला किनकि युट्युबमा हाल्नलाई त कि त भिडियोहरू बनाउनु पर्छ त्यो फोटो हाल्न मिल्दैन सो त्यो फोटो म हालिदिन्छु एकदम राम्रो छ त्यो फोटो है यहाँ चाहिँ एउटा मैले अलि कस्तो भिन्दै चिज देखेँ मैले होइन यहाँ हेर्न सक्नुहुन्छ यो गुफामा चाहिँ चलन चल्तीको हिसाबले यहाँ बाघ आएर बस्थ्यो भन्ने चलन छ है अनि यहाँ पहिला बाघ बस्थ्यो अरे अनि यहाँबाट सरेर माथिको एउटा द्वार भन्ने ठाउँमा बाघ गएको भएर अनि बागमती रिभरको पनि त्यहाँ उद्गम स्थल भएर त्यो ठाउँलाई चाहिँ बागमती नदी राखिएको भन्ने कुरा छ सायद मैले हिस्ट्रीमा चाहिँ पढ्न बाँकी छ होला होइन बिकज आई लभ हिस्ट्री आई लभ नेचुरल हिस्ट्री मलाई नेचुरल हिस्ट्री एकदम मनपर्छ सो त्यही भएर नै म नेचरहरू अलिक घुम्ने प्रयास गर्छु अनि त्यसकै कुरा गर्दै जाँदा आज बागमती नदीको उद्गम स्थल पुगेर पनि आइयो सो या इट्स अ सोलिड जर्नी होइन बेला बेला फुर्सद भएको बेला आफ्नो नेचरको बारेमा थाहा पाउनु पनि एकदमै राम्रो चिज हो जस्तो लाग्छ मलाई या एभ्रिथिङ लुकिङ गुड हियर बाटो पनि राम्रो छ यहाँ अल्सो गुड होइन
अब चाहिँ अलिकति खुल्ला बाटो आएपछि म फेरि अर्को उसमा आउनेछु। अहिलेको लागि बाई। ओके गाइज, फाइनल्ली हामी खुल्ला ठाउँमा आयो र काठमाडौँ भ्यालीको अलिअलि नजारा हेरिन्छ। खोइ त्यो देखिँदैन त यार। यो गाडीको क्यामेरा त 4-5 मेगापिक्सल हुन्छ के हेरिन्छ। काठमाडौँको नजारा देखाएको छ बट मेरो मोबाइलबाट देखिन बिकज हामी सेल्फी मोडमा कस्तो राम्रो देखाएर उठ्यो हेर न। आम्बो क्यामेरालाई के भयो यार अहिले। खोइ दिदीहरू कति पछाडि बस्छ ऊ त्यहाँ उ ल अलिअलि देख्न थालिसक्यो अहिले चाहिँ होइन। ल अब हामी कहाँ पुगेपछि गर्ने अब गो गर्नेछौँ होइन। हामी आर्मी ब्यारेक भन्दा अलिक पर पुगेपछि फेरि स्टार्ट गर्छौँ, कन्टिन्यू गर्छौँ। ल अहिलेको लागि चियोस् गाइज। अब हामी लगभग अन्तिम स्थानमा आइसकेका छौँ हाइकिङको। अनि गुम्बा आइपुग्नु लाग्यो साँच्चै। हामी गुम्बा आइपुग्न लाग्यो आइसक्यो। सो अहिले चाहिँ एउटा घर देखिसकेको छौँ हामीले यहाँ तल। खोइ त अलिक तल एउटा घर देखिसकेको छौँ। सो यो घरमा एउटा गेट जस्तो छ, त्यसलाई चाहिँ पहिला चाहिँ वे टु हेभन भन्थ्यो अरे, तर अहिले चाहिँ यहाँ घरहरू भएपछि त्यो काटिदिउँला नि त के छ र। मेरो साथीलाई त्यो पार्ट नराम्रो लाग्यो अरे, सो म त्यो काटिदिन्छु। अनि फाइनल्ली अब गाइस सुन्नुहोस्, यो गेटबाट उता चाहिँ मैले भिडियो बनाउन पाउँदिनँ बिकज दिस इज सैनिक इलाका। सो सैनिक इलाका कटेपछि फेरि भिडियो बनाउँला है। बाई। ओके गाइस, यो जर्मनी हो। फाइनल्ली हामी चाहिँ एउटा जर्मनीको जस्तै एउटा सानो टाउनमा आएको छौँ। त्यहाँ म तपाईँलाई पनि देखाउँछु होइन। मलाई चाहिँ जर्मनीको कल्चरहरू हिस्ट्रीहरू एकदम राम्रो लाग्ने भएर यता पनि त्यस्तै देख्ने बित्तिकै कस्तो मनै खुसी हुँदो रहेछ क्या। सो हेर्न सक्नुहुन्छ होइन, जर्मनी स्टाइलको घर छ यहाँ एउटा होइन। मेरो साथी चाहिँ के कति फोर फाले छ नेपाली त। हेर्नुहोस्, मलाई यो मन नपर्यो। लुक क्यामेरा चेन्ज गर्न मिल्छ छ, कति फोर छ हेर्नुहोस् त्यहाँ। बाफरे यस्तै फोहोर गर्ने भएर क्या नेपालीहरू कहिले नसुध्रेको। ओके अब हामी सिधै अब यहाँबाट सिधै जाँदाखेरि सैनिक इलाका आउँछ। त्यो सैनिक इलाका पार भइसकेपछि चाहिँ भ्लग बनाउँछु होला, सायद नबनाउनु सक्छु किनकि हाम्रो साथीहरूलाई वेट गर्ने जाने। अनि कहाँ गएर साथीहरूलाई वेट गर्ने? त्यहीँ गएर त्यहाँ फेरि वेट गर्ने। ओके ओके वेट गर्नु। म तपाईँहरूलाई के देखाउन चाहन्छु होइन। लुक लुक दिस इज आवर ब्युटिफुल काठमाडौँ। ब्युटिफुल नभनौँ तर आज पानी परेर होला। इट्स लुकिङ सोलिड क्या होइन, एकदम स्वर्ग जस्तो फिल भएर। वाट ह्यापन यार। तर बाहिरबाट लाइटै कमजोर भयो यार। माथिबाट मात्रै स्वर्ग छ, भित्रबाट त तिमी देख्छौ साथी। ल लुक कब्बाल 5 बजेतिर साथीहरू होइन यहाँ बसेर वेट गरेको आधा घन्टा भइसक्यो। हाम्रो साथीहरू अझै आएनन् बिचरा। यो कसको नम्बर त थाहा भएन नि हो। 3 चोटि कल आएको थियो नन स्टप। साथी तिमीलाई कस्तो लागेर वेट गर्दाखेरि? मजा आइरहेछ। मजा आइरहेछ। मलाई त यो वेट गर्नु जस्तो गाह्रो काम के लाग्दैन यार जिन्दगीमा। कसले गरेछ? टाइम वेस्ट भयो नि त हाम्रो लगभग 30 मिनट जति। कति भ्यालु छ यार टाइमको। घर गएर यसो कफी चाहिँ कल गरे नि उठाएन। अब कोच मान्छे। पछाडि एकदम राम्रो भ्यू छ है। अब के हेर्नु, मेरो आइफोन बिग्रिया छ आजकल, यसले गुजारा गर्नु पर्यो। कति नम्बर छ नामै ल गाइज, हाम्रो त्यो साथीहरू नआउला जस्तो छ। सो हामीले जाने गऱ्यौँ। अब माथि आकाशबाट पानी झर्न थालिसक्यो अलिअलि होइन। सो अब उताको बाटो अलिक गाह्रो छ बट यहाँबाट उता चाहिँ हाम्रो सैनिक इलाकामै पर्छ। सो अब खिच्न सक्दिनँ म। जब सैनिक इलाका सकिन्छ भ्याएँ भने खिच्छु एकचोटि, भ्याएन भने म खिच्दिनँ। त्यति भन्दै अहिलेको लागि बाई। गाइस फाइनल्ली सरहरू यहाँ दाइहरू आउनुभयो अनि हाम्रो ब्लग पनि यहीँ हुनुहुन्छ है त। ल गाइस अर्को ब्लगमा भेटौँला है। खोइ त बाई भन्यो।
अब भाइरल हुन्छ त्यो नि मान्छेले गाली गर्छ यो केटाले पेसाब ल। फेर्छ दिदीको ल। काशीका ल, ल, ल। दिदीले फेरि मलाई बाई भन्नु नि दिदी यता समातिहाल्छ। हाय बाई कस्तो राम्रो देखेको भयो